कछुवा र स्यालको कथा। एक पटक स्यालले कछुवा समायो। कछुवा त समायो, तर कछुवाको बलिया हाँडे खबटाले गर्दा स्यालले कछुवा खान सकेन। कछुवाले स्यालबाट कसरी बच्ने भनेर विचार गर्यो र स्याललाई सल्लाह दिँदै भन्यो, मलाई पानीमा हालेर भिजाउन त मेरो हाँडे खबटा तिमीलाई फोर्न सजिलो हुनेछ। स्यालले मनमनै यसो विचार गर्यो। कछुवाले ठिकै भयो, यसलाई नदीमा फालेर निकालेर खानु पर्यो। त्यसपछि स्यालले कछुवालाई नदीमा फालिदियो। कछुवालाई पानीमा फाल्न साथ हतपत कछुवा पौडिएर नदीको अर्को किनारमा पुग्यो। नदी पारी पुगेर कछुवाले स्याललाई गिज्याउँदै भन्यो, स्याल बाबु, तिमी मात्रै चतुर छैनौ, अरू कति जनावरहरू तिमी भन्दा पनि चतुर छन्। आज बुझ्यौ होला नि। स्याल हस्स पर्यो र कछुवा आफ्नो बाटो लाग्यो।